लाइन्स अब सुरुवात फर्स्ट मेवालालको भाइ केवलाल खोलीमा दिएर त सेवालाल भनेको यिनी साथीहरू ओहो 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 साइजका म्याच है मेवालालको भाइ केवलाल उतातिर चाहिँ जक्तैले सराल फालेको अवस्था एउटा माछाको व्यवस्था भयो साथीहरू हेर्नुहोस् जक्तै दाल भात खाइसक्थे यहाँतिर जङ्गबहादुर उर्फ टङ्कराज तीनजना ओहो एकदम जिउँदो माछा आयो टङ्कराज उहाँ चाहिँ ओहो वाउ सराल फालेको अवस्था भइरहेछ माछाको व्यवस्था ज्याक्थे दाल भात खाइ सिक्थे यो अर्को पासा यता जङ्गबहादुरको हेर्नुहोस् एउटा माछा देखिरहेछ दुवै दुईटा छेरे वाह मेवालालको भाइ केवलाल उहाँ चाहिँ ज्याक्थे खोलामा माछा मारी स्याक्थे सराल हेर्नुहोस् ओहो दुईटा ओहो तिनटा ओहो ज्याक्थेले माछा मारिसक्थे हेर्नुहोस् सरालमा आहा यतातिर जङ्गबहादुर माछा फालेको अवस्था फेरि अर्को सरालमा टङ्गिए जाक्तेका हेर्नुहोस् माछा जक्तै माछा मारिसक्थे उहाँ चाहिँ टङ्कै चिल्लै पासामा उहाँ ओहो दुईटा माछा लागेर चाहिँ हेर्नुहोस् सरालमा ओहो टङ्केले पनि एउटा माछा देखिनु पासा उहाँको पासा उहाँ चाहिँ जक्तै सेर्याल उहाँ पनि मेवालालको केवलाल पासा होइन सेर्याल रहेछ ओहो दुईटा ओहो तिनटा माछा भनेको यस्तो लाग्यो भने रमाइलो हुन्छ अलिकति हेर्नुहोस् पिट्लिप 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 जिउँदा माछा हेर्नुहोस् ओहो ओहो यो अब माछा भनेको हेर्नुहोस् जङ्गबहादुर 30 को पासा हो रे